Hello, it's me Vinod Bam as a music video director and editor. म सुटिङमा आएको छु र मलाई एकदम रमाइलो लागिरहेछ। म चाहिँ फर्स्ट टाइम देख्दैछु अनि एकदम राम्रो लाग्यो कि अनि मलाई यसको बारेमा थोरै जानकारी चाहिएको थियो। यो खास नाच के हो, यो गीतको हुर्के भन्छ, हुर्के देउडा। अनि यो कहाँको हो, यो कसरी? हेलो सर, नमस्ते। हजुर सर नमस्कार। हजुर नमस्कार। कस्तो हुँदैछ सुटिङ? एकदम राम्रो लागिरहेको छ हैन? आजको सर्जक गायक सबै तपाईँ? सर्जक गायक मै। कस्तो महसुस हुँदैछ? राम्रो छ एकदमै। अब दिनभरि पनि हामीले चाहिँ हाम्रो झल्कियो बाको सुटिङ गरिराखेका छौँ। अहिले पनि हामी गर्दैछौँ। यसपछि हाम्रो देउसी भैलो पनि हुर्केको बारेमा थोरै भनिदिनु न हजुर। यो हाम्रो चाहिँ विशेष गरेर चाहिँ विवाहमा, व्रतबन्धमा अनि मान्छे मरेपछिमा पनि है त यस्तो हुर्के बाजा चाहिँ हाम्रो गाउँघरमा चाहिँ बजाइने चलन छ। अनि हुर्के यसै गरी चाहिँ हामीले चाहिँ नाच्ने चलन छ। त्यो भएको हुनाले हामीले अहिले आफ्नै रीति स्थिति संस्कृति संस्कार झल्काउनको लागि चाहिँ हामीले हुर्के चाहिँ नाच हामी लिएर आइराखेका छौँ। थ्याङ्क यू सर। धन्यवाद। हेलो म्याडम, सर नमस्कार। कस्तो हुँदैछ सुटिङ? एकदम रमाइलो भइरहेछ। आज हुर्क्याउने गीत अलि फरक धारको गर्नुभयो हो नि। आज पश्चिमदेखि पूर्वदेखि पश्चिम महाकालीसम्म छोड्नु भएको छैन त डाइरेक्सन गर्न त। देउडादेखि हुर्केसम्म आधुनिकदेखि डान्सिङ एकदम। कस्तो महसुस भयो यो हुर्के गीत गर्दा? आज यो हुर्केले गीत गर्दाखेरि एकदमै खुसी भइरहेछ। आफ्नो सुदूरपश्चिमको पहिचान दिँदाखेरि धेरै खुसी छौँ। यता घुमाइदिनु होला हाम्रो भाइ। आजको हिरो तपाईँ कस्तो महसुस भयो? राम्रै भइरहेछ। एकदम एक्साइटेड छु। हजुर बिल्कुलै नयाँ हो। म चाहिँ फरक ड्रेस लगाउनु भएको छ। हजुर के भन्छ यसलाई? हुर्केउली ड्रेस भन्छ। त्यो हातमा बजा भएको पनि देखाइदिनुहोस् त माथि। चाहिँ हुर्को हो। हजुर। अनि हाम्रो पश्चिमतिर एकदम चर्चित हो यो चाहिँ। हजुर। अनि यसलाई बजाउनु चाहिँ अब त्यहाँ गीत बजिरहेछ बजाउने हो होइन। यो बाज छ। हजुर। जो राम्रो हुन्छ। हाम्रोतिर एकदम प्रचलित हो। थ्याङ्क यू। यो बिहे। हेलो नमस्ते। कस्तो महसुस हुँदैछ? एकदम रमाइलो भइरहेको छ। तपाईँले पहिलोचोटि हुर्के गीत खेल्दै हुनुहुन्छ, देउडा पनि। कस्तो महसुस भयो? महसुस त कुरै नगर्नु सक्दै छैन। यो टिमसँग काम गर्दा कस्तो महसुस भयो? एकदम रमाइलो, एकदम फ्लेक्सिबल। हेलो, कस्तो महसुस भइरहेछ? एकदम धेरै खुसी यसमा लाग्छ। स्वर पनि दिनुभएको छ तपाईँले? मैले हो। राम्रै भइएको छ, निकै भइएको छ हैन आज। हेलो हिरोनी। नमस्ते। निकै छौ क्या सबैजना? निकै छौ? ल म भनिदिन्छु ल। मिठाको बुदबुद्या पानी गगस पछि गगस दिन पानी अँगारो झल्क्यो गगस
गए केही फरक पर्दैन कि घुमेर आगो रवि आगो काशीको बाटो भाइ उता भित्र बाल्यो केटीले लिप्सिङ दिँदा केटी अगाडि आउने हो नि त है होइन लिप्सिङ मिलाएर दिँदैन जस्तो आयो नि दिँदैन जस्तो आउँछ दिँदैन बुदबुद्या पानी गगन